हेलो सबैजनालाई नमस्ते, फेरि पनि स्वागत छ तपाईँहरूलाई नयाँ भिडियोमा। र आज चाहिँ हामी बिहान बिहानै उठेर कहाँ जाँदैछौँ भनेर सोच्दै हुनुहुन्छ होला। आज चाहिँ हामी तिनसौरा भन्ने ठाउँ जाँदैछौँ र थोरै काम छ भन्दा नि भेटघाटको लागि हो। अनि सामान पनि ल्याइदिएछ नेपालमै, त्यो ल्याउनको लागि हामी अब एकैचोटि आयो ट्रेन स्टेसन पुगेपछि भेटौँला। त केटा हो, हामी ट्रेन स्टेसन चाहिँ आइसक्यो, तर यहाँ 9 बजीको मात्रै टिकट पायो। अहिले कति भयो, 7-8 बज्न आँट्यो होइन, 8 बज्दैछ। ट्रेन स्टेसन चाहिँ पछाडि देखिरहेछ होला। अब एकैचोटि हामी ट्रेनमा पुगेपछि है त हामी चाहिँ टक्क लगाएर ट्रेनमा के अरे ट्रेन स्टेसनमा ट्रेन पर्खिरहेछौँ। बस्दा बस्दा बोर भइसक्यो। यहाँ पारस भाइ भन्छ एउटा दाइ चाहिँ पाकभन्दा बोलिरहेछ। अब अहिले एकैचोटि ट्रेन आइपुगेपछि भेट्नुपर्छ। दादाहरूको ट्रेन आइसक्यो, अब रेडी छौँ हामी। ट्रेन चाहिँ यताबाट आउँदैछ। अहिले एकैचोटि ट्रेनभित्र गएपछि दादाहरू यहाँ ट्रेन यहाँ अगाडि रहेछ। हेलो गाइजहरू, आज हाम्रो पुरै यात्रा तिमीसौरासम्मको बडो पुरै रमाइलो पनि होला जस्तो लागिरहेछ। बाटोतिर रमाइलो दृश्यहरूको साथमा जाँदैछौँ। 3 जनाको यात्रा तिमीसौरासम्म। अहिले बिचबिचमा हामी जाँदैछौँ। 15 मिनट भयो बाहिर चाहिँ यस्तो छ, पुराटै लाग्दो ठाउँ छ त बाहिर त। त्यही जाँदैछौँ, बिचबिचमा अपडेट आउँदै गर्छ त। साथी हो, म त निन्द्राले झुल भइरहेको छु। हिजो पनि सुतेको थिइनँ म। फ्रान्स र प्याराको यहाँ भयो, रातभरि बसेर बिहान एकैचोटि उठेर हिँडेको 4 घन्टा जति सुत्यो। निन्द्रा लागिरहेछ, यहाँ सुत्नु भनेको निन्द्रै लाग्दैन फेरि। तर भित्र निन्द्रा लागिरहेछ। त्यही हो, जाँदैछौँ, बिचमा अपडेट आउँदै गर्छ। अहिले त्यही हो, जाँदैछौँ अहिले बिचमा सबैतिर त्यस्तो गाउँहरू बनिरहेछ। के हो यस्तो पनि देखिरहेछ है, गाउँ सानो सानो बस्ती भनौँ न। त्यही हो, अहिले बिचमा आउँदै गर्नु त बत्ती साइडमा सूर्यमुखी खेती कस्तो भइरहेको छ? तेलको लागि होला साथीहरू, राम्रै भइरहेको सब खुलिरहेछ तेलको लागि। पानी परेर लाग्यो क्या त्यहाँ गर्मीले कति पोल्छ भाइ। हाम्रो यात्रा जारी नै छ। हामी लगभग 1 माथि भइसक्यो होला नि हो। 1 घन्टा 20 मिनट लाग्नुपर्ने हो खासमा चाहिँ। रोक्दै आयो, अब पुग्न आँट्यो कि पुग्न आँटेन कि थाहा नै छैन हो। हामी फर्स्ट टाइम गएको हो नि त त्यहाँ तिनसौरा। अहिलेसम्म गएको थिएन। जाने प्लान चाहिँ अस्तिदेखि थियो हाम्रो। अनि ठ्याक्कै काम हुनुले गर्दाखेरि चाहिँ आज लाग्यो। मेरो सानो त्यो पार्सल नेपालदेखि आयो, त्यो दिनको लागि हो। अनि यता हाम्रो रुबिन दाईको पनि ठ्याक्कै डकुमेन्ट मगाउनु भएर छ, अनि त्यो आएर छ, त्यो दिनको लागि हो। हामी 3 जना जाँदैछौँ। पारस भाइ चाहिँ यता पुरा आफ्नै धुनमा छ। फेरि रोकिहाल्यो, स्टप गरिहाल्यो, झ्याउ लागिसक्यो। अहिले अब बिचमा आउँदै गर्नु भयो त। गाइस, हामी फाइनली तिनसौरा चाहिँ आइपुग्यौँ है। तर यहाँ तिनसौरा नै रहेछ फेरि। उहाँको हाम्रै स्टेसन हो नि त, बुझ्नु लाग्यो मलाई चाहिँ। तर यता अगाडि हेर्दा चाहिँ ठिकै छ जस्तो छ है। ल त्यही हो, अब एकैछिनमा भेटौँला है त। टक्क मैले दाइलाई चाहिँ लोकेसन सेयर हालिदिइसकेँ। मेरो पार्सल ल्याइदिनु दाइलाई यहाँ पर्खिरहेको छ। अनि यही स्टेसन अगाडि चाहिँ यहाँ छ यो दाइ पारस हुनु छ। त्यही हो, त्यसको साथसाथै एउटा सिनेमेटिक साथ है त। That girl is a runner,
should have seen it coming through the years left in the dust. But after all the lessons learned, it would end the both of us. There's a first for everything. मलाई दिन दाइ चाहिँ के छ दाइ के छ हौ दाइ के छ काम कस्तो चल्दैछ कस्तो छ अरे भइहाल्छ ल एकछिन भेट्नुपर्छ त त्यस्तै कमन गाइज भेटिसकेँ दाइसँग चाहिँ त्यो दाइ आउनु भएको चाहिँ 1 महिना हुन आँट्यो तर दाइले गरो छाइसक्यो पैसा चाहिँ लोड हुँदो रहेछ यसमा पैसा अहिले पुरा गर्दै जाँदाखेरि थाहा भयो के छ यसमा आउँदा ठिक हुन्छ नि होइन काम गर्न सक्ने ठिकै हो त्यही दाइसँग भेट्यो खुसी लाग्यो सामान ल्याइदिनु धन्यवाद त्यसको लागि नेक्स्ट टाइममा पनि ल्याइदिनु भन्दै प्रकाश दाइलाई बाई बाई त्यही हो अब एकैछिन हामी कता कहीँ यसो अपडेट आउँदै गर्छ है त फाइनल्ली भेट्यो हो त यो चाहिँ खासमा कोरियनहरू रहेछ तर यहाँ नेपाली फुडहरू पाउँदो रहेछ अर्डर रहेछ के मोमो अर्डर गरेको अनि यहाँ कोक चाहिँ ल्याइदिइसकेँ अहिले अब अर्डर आएपछि भेटौँला त कमाल चाहिँ आइसक्यो है दाइहरूको आउन पाएछ मैले चाहिँ चाउमिन खाएको अब अहिले खाएर रिभ्यू हुन्छ त दाइको मोमो पनि आइसक्यो है मोमो हान्दैछन् दाइले हान्नु नि कस्तो लाग्यो नेपाली भाइब्स है नेपाली भाइब्स चाहिँ त्यस चाउमिनमा ठिकै लाग्यो मलाई नेपाली भाइब्स होइन खानु हुँदैन अर्डरै गोलमाल भएछ अनि खाइसकेर यस्तो टाँस्दो रहेछ है आफूलाई रिप्रेजेन्ट गरेको होला टाकादेखि आएको त्यो बाटोतिर त्यस्तो त्यस्तो ल्याएछ अनि फोटो गरेर नेपाली भाइब्स हाल्नु एउटा खाँदैछ दुइटा टोरीले दादाको खाइ चाहिँ यस्तो छ देख्न सक्नुहुन्छ मेरो सिमको बबल थियो बबलले मिठो लाग्यो दाइलाई नि मोमो चाहिँ बबलै लाग्यो अरे मैले चाहिँ मोमो खाइनँ चाउमिन खाएँ तर चाउमिन पनि मिठै लाग्यो खाइसक्यो अब कता जाने भने लुकुत होइन लुकुत जानु छ दाइको सामान लिन अब टक्क बोल्ट बुक गरेर स्टेसन जाने हो त्यति गरेर भेटौँला दादाहरू चाउमिन दबाएर निस्किसक्यो है हामीले खाएको चाहिँ उयो हो के हो अगाडिको त्यही हो अब बोल्ट बुक गरेर एकैचोटि ट्रेन स्टेसन पुगेर भेटौँला त मलाई साँच्चै त्यो हामी बसेको आएर भनेर टिम सोरा चाहिँ बबालै लाग्यो है नेपाली फुडहरू पनि पाउने खानु पाउने हामी बसेतिर त छैन क्या यस्तो नेपाली होटलहरू त्यही हो टिम सोरा चाहिँ बेटरै लाग्यो अरू पनि नराम्रो त होइन त्यहाँ धेरै नेपालीहरू छैन नि त यहाँ चाहिँ वर्ल्डै धेरै रहेछ नेपालीहरू त्यही हो अब बोल्ट बुक गरेर एकैचोटि ट्रेन स्टेसन पुगेर है त साथी यो ट्रेन स्टेसन आयो साथी हो लुकुत क्लुज के अरे लुकुजको टिकट काट्ने हो चल्दिने हो लुकुज अनि फेरि त्यहाँदेखि एकैचोटि घरबाट सिधै ट्रेनमा चढे बिचमा आउन सक्छ अहिले त टिकट सिकट हानिसक्यो लुकुजको लागि टिकट चाहिँ काट्यो तर ट्रेनमा भनेको होला बसको यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने 3 महिना ट्रेन कुद्दो रहेछ 3 महिना बस कुद्दो रहेछ त्यही यहाँ 3.5 को छ अब आधी घन्टा जति छ एकैचोटि बसमा भेटौँला फाइनली बसमा चढिसक्यौँ अब बसदेखि त के खिच्ने हो राम्रो सिन पनि आउँछ जस्तो लागेको छैन अनि अब एकैचोटि लुकुसतिर बसेर हेर्नुपर्छ त यो त पुरा स्विजरल्यान्ड भाइब्स हुन्छ र माथि पहाड एरिया रहेछ पहाड होइन गाइस लुकुस चाहिँ आइपुग्यो तर लुकुस चाहिँ सोचे जस्तो रहेन पुरै गाउँ एरिया यो ट्रेन गली घर पनि भर्खर भन्दै रहेछ नत्र हामी ट्रेनमै आउने भनेर विचार गरेको थियो फर्किँदा नि ट्रेनमा यही पछाडिको बसमा आएको अब भरे फर्किँदा नि बसमा होला जस्तो छ अहिले के हुन्छ बिचमा आउँदै गर्छ है त लुकुस भन्ने ठाउँ चाहिँ खासै लागेन है बिजोक जस्तो ठाउँ छ उराटै लाग्दो त्यही हो यहाँ लुकुसमा सामान लिन आएको छ दाइको सामान रिसिभ गर्यो ठाउँ त सबै नै बिजोकै छ हो टक्क लगाएर टिकट काटेको छ बसको 8 बजीको 9, 10, 11 3 घन्टामा उहाँ आएर पुऱ्याउँछ
अब एकैचोटि मै गएर भेट्नुपर्छ है त। हेलो गाइस, आज नेक्स्ट डे मैले हिजो भिडियो एडिटिङ गरेको थिएँ अनि उहाँदेखि आउने बित्तिकै म डाइरेक्ट सुतिहालेँ गरेर राति पनि भएको थियो, फोनमा ब्याट्री पनि थिएन। अनि म चाहिँ खासमा उता तिमीसर नेपाली सामान पठाइदिनु भएको थियो, त्यो लिनु गएको थिएँ। त्यही एउटा कपडा हालिदिनु गएको थियो अनि मसलाहरू त्यही लिनु गएको थिएँ। अनि त्यो भिडियो एडिटिङ गर्न पाएको छैन, अनि आज टक्कै एडिटिङको लागि भनेर गरेको। त्यही हो, च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै अर्को भिडियोमा भेट्नुपर्छ।